अब भने तपाईहरुलाई हामी यो वर्षको अर्को फिजिकल टेस्ट रिपिटेड लिफ्ट एन्ड क्यारी देखाउन गइरहेका छौं। सबभन्दा पहिला यसको क्राइटेरिया 20 केजी को बर्डन बोकेर 5 ल्याप विथ बर्डन भने बीच-बीचमा 4 ल्याप चाहिँ खाली कुद्नु पर्नेछ र यसको टाइम 1 मिनेट 46 सेकेन्ड राखिएको छ। र यो टेस्ट सिङ्गापुर तथा युके दुईतिरै जाने बाबुहरूले मिल्नु पर्नेछ भने यो टेस्ट इन्डिभिजुअल बेस्ट एफोर्ट हुनेछ। र अब यो टेस्टलाई कसरी गर्ने भनेर सबभन्दा पहिला म एक्सप्लेनेसन गरिदिन्छु र त्यसपछि डेमोन्स्ट्रेसन देखाउने छु। सबभन्दा पहिला तपाईहरुलाई लाइन अप भइसकेपछि टेस्ट द बर्डन भनेर चाहिँ भनिन्छ। जस बेला तपाईले बर्डन चाहिँ ठिक छ भनेर तसल्ली गर्नुपर्छ र त्यसपछि गो को हुकुममा तपाईले भुइँमा भएको बर्डनलाई टिपेर कुममा लगाउने र सेफली सेक्युर गर्ने अनि दौड सुरु गर्ने र पारी अर्को क्रसिङ लाइन छ त्यो क्रसिङ लाइनलाई एटलिस्ट एउटा खुट्टाले फुल्ली क्रस गरेर फर्केर आउने र प्लेटफर्ममा राख्ने ब्याकबाट हात छोडेर आफ्नो लेफ्ट नम्बर साउट आउट गर्ने त्यसपछि ब्याकलाई कन्ट्रोलको साथमा भुइँमा राख्ने त्यसपछि खाली दौडिने र पुनः यही टेस्ट चाहिँ 5 ल्याप नभइन्जेल गर्ने र अन्तमा 5 पुगिसकेपछि ब्यागलाई पुनः सेफ अनि सेक्युरको साथमा बक्सभित्र राख्ने र अप भनेर चाहिँ दुईटै हात एट अ टाइम उठाइदिने र तपाईको यो अपमा बल्ल तपाईको इन्डिभिजुअल टाइम स्टप हुनेछ। अब भने यसैको कम्प्लिट डेमोन्स्ट्रेसन हेर्नु होला। अहिलेको लागि डेमो गुरुजीहरू कम फरवर्ड। Test the burden. Okay, stand by. Go. अहिले हेर्नुहुन्छ भने ल्यान्सीले फुल्ली क्रस गरेन त्यसले गर्दा ऊ रिडु परेको छ। ल अहिले फेरि त्यही ल्यान्डले चाहिँ उसले बर्डन झार्यो त्यसले गर्दा उसले रिडुको ड्रिल गर्दैछ। अहिले सबैको लेफ्ट 5 भइसक्यो। यतिखेर हुन सक्ने गल्तीहरू सबभन्दा पहिला तपाईले सुरु गर्नुभन्दा अगाडि ब्यागलाई कुममा प्रपरली सिक्योर नगरेको, ब्यागलाई प्लेटफर्ममा राख्दाखेरि साउट आउट गर्दा हात नछुटाको जस्तो ल्यान्ड बी को जस्तो, ब्याग सेफली नझारेको, लाइन छुवाएको जुन चाहिँ ल्यान्ड सीले नै फेरि गल्ती गरेको छ।